आरामै सबैले आरामै सन्चै छ होला। म पनि एकदमै सन्चै आरामै छु। त नमनम थोरै रुवा खोकीले हल्का मलाई अलि अस्वस्थ गराएको छ भन्दै आजको भ्लग यहाँबाट स्टार्ट भयो। सो अहिले चाहिँ हामी यसो पहिलो टिप्न हिँड्ने कुरो भयो। तपाईँले लास्ट भ्लगबाटै थाहा होला म मामा घरतिर पनि छु भन्ने कुरो। अनि यहाँबाट चाहिँ झाडाबाट चाहिँ अनलिमिटेड पानी आइरहेको छ। हल्का बज्यो त्यही भएर त्यहाँ देखाइदिएको किनकि तँ पनि इन्ट्रेस्टेड भयो यहाँ भ्लगमा देखिनेको लागि। अहिले चाहिँ म बाहिरमा भएर चाहिँ अहिले बेलुडी टिप्न हिँडेका छौँ। कत्रा अम्बाहरू भेटिन्छन् आजको यस भ्लगमा हामीले हजुरलाई देखाउनेवाला छौँ। भ्लगमा चाहिँ अन्तिमसम्म रहनु होला। सँग सर लाएर यो चाहिँ हाम्रो कान्छो हजुरबाको घर हो। हाम्रो गाउँमा चाहिँ एउटा के खासियत छ भन्दा अब जब घाम 3-4 बजीतिर घाम यहाँ लाउँदैन के जाडोमा पनि लाउन गर्मीमा पनि लाउन यस्तो पोपट हुन्छ होइन। यहाँ अहिले घामै लाएको छैन यहाँ देख्न सक्नुहुन्छ भने पारीको गाउँमा चाहिँ घाम चाहिँ पुरा 24 घन्टामा 12 घन्टा घाम लाएकै हुन्छ। खासै बिरौती छैन तर यो बिरौतीको रुखमा चाहिँ कस्तो बिरौती पाइन्छ भन्दा रातो टाइपको बिरौती पाइन्छ होइन। अनि त्यो कुरो देखाउँछु भनेको थिएँ। त्यो कुरो चाहिँ उयो हो यहाँबाट सर त्यहाँ हेर्नु चाहिँ हो त्यो जुन चाहिँ यो सानो खोला हो। आजभन्दा अस्तिको भ्लगमा पनि मैले त्यो खोला देखाएको थिएँ। हो त्यो खोलामा चाहिँ हामी बचपनमा नुहाउने गर्थ्यौँ। यस्तो कडा जाडो हुन्थ्यो कि सिमै छैन क्या। अनि सर र यो भ्यू हेर्दाखेरि चाहिँ वाइड एङ्गल चाहिँ मोबाइलमा बढी छैन त्यही भएर यस्तो देखिएको छ। सो केही छैन जे भए पनि सर र राम्रो देखाएको छ भने ठिक छ। रुख चाहिँ यहाँ थोरै माथि रहेछ। आजको बाटो चाहिँ हामी तल्लो बाटो आएछौँ। यो चाहिँ बुटोमा जान खोजिरहेको छ सर। यहाँबाट चाहिँ मैले चाहिँ एउटा दुइटा बेलौटी टिपेर चाहिँ हजुरहरूलाई सर र पहिला बेलौटी देखाइन्छु है त बेलौतीहरू। र अनि यो त एउटा ट्रेलर मात्रै हो मुभी त यहाँबाट छ होइन। सर लाएर यो त सानो बेलौती मात्रै हो तर यहाँभन्दा क्रेजी टाइपको बेलौतीहरू जुन चाहिँ बेलौती अम्बाहरू होइन यहाँ त खतरा बेलौतीहरू त यहाँबाट छ क्या। सर यहाँबाट पहिला यहाँ चढाउँ क्रेजी बेलौती देखायो भने चाहिँ आउने बित्तिकै यहाँ पाकेको बेलौती छ तर के अरे यसलाई राम्रोसँग हेर्न जाँदाखेरि चाहिँ हल्का बिग्रिएको जस्तो छ होइन। सो अनि यता देख्न सकिन्छ। सो यहाँ रहेछ एउटा राम्रो बेलौती टप्प यो टिपेर देख्न सक्नुहुन्छ सर र लाएर यो धुनै पर्दैन। यहाँ पछि बेलौती धुनै पर्दैन मजाले खाइदिएको हुन्छ। यसै उसमा गएको छ अब यत्तिको बेलौती खानुपर्छ कि धेरै पाकेको भए यसरी बिग्रिन्छ। यहाँ देख्न सक्नुहुन्छ देखिहाल्ने क्यामेरामा यस्तो है हो यो बेलौती छ नि जुन यो बिग्रेको छ कि भित्रबाट तर खाने भए यस्तो खानुपर्छ कि जुन अम्बा भन्ने चिज हल्का ठ्याक्क राम्रो हुन्छ नि त। यो आजभन्दा केही वर्ष अगाडि त नभनौँ त्योभन्दा अझै अगाडि जुन चाहिँ म यत्रो थिएँ होइन मतलब मैले पनि दिमागमा केही सोच्ने टाइपको होइन थोरै याद गर्न सक्थेँ र त्योभन्दा केही ठुलो हुँदाखेरि पनि होइन अब सबै कुरा याद गर्न सक्थेँ। तर त्यतिखेर याद गर्दा पनि यार गाउँमा यो तलको ग्राउन्ड त्यहाँ ग्राउन्ड पनि देखिएको छैन कि तर यहाँ बल खेल्ने जुन चाहिँ भलिबल भन्ने हुन्छ भलिबल खेल्ने ग्राउन्ड थियो। त्यतिखेर चाहिँ गाउँमा यति युवाहरू थिए यति केटाहरू थिए मतलब यहाँ त नभन मेरो मामाहरू यति धेरै हुनुहुन्थ्यो होइन। सो यहाँ भलिबल खेल्नुहुन्थ्यो राति 8 बज्थ्यो घरि 7 बज्थ्यो होइन। त्यति बेरसम्म आनन्दले भलिबलहरू खेल्नुहुन्थ्यो। अहिले हेर्दाखेरि गाउँमा कोही मान्छे नै छैन कि। सो म जत्रो एजको चाहिँ यहाँ कोही छँदै छैन कि जुन सो अहिले चाहिँ यस्तै छ बेलौती यति भएछ होइन टक्क लाएर यस्तो भएछ ल यसले फेरि पुरा यहाँ यस्तो गरिरहेछ। सो अहिले चाहिँ म आफैले पनि रुखमा चढेर बेलौटीमा लागेको छु। सर लाएर हेरिदिनु होला है त। सो अहिले चाहिँ टक्क लाएर बेलौटी यत्रो टिपिसक्यो यहाँ देख्न सकिन्छ होइन सर लाएर। सो अब चाहिँ हामी तल जानु लाग्यो ल हिँड्दै हिँड्नु हल्का बाटो अलि अप्ठ्यारो छ त्यो बाटो छ कहाँ ए ल बड रहेछ यार
हिर्काइहाल्यो नि कस्तो लाग्यो चोटपटक पुरै च्यातियो के ओए बुढै चेत्तियो है तेरिको धुस नै भयो नि केटा मोबाइल त अरू गाली त गर्नुहुन्न अलि राम्रोसँग सफा गर्दा ओए बेलौ टिप्न आएको दुईतिरबाट चेत्तिएछ यस्तो हालत छ फेरि लगाएर यहाँ जुगाड चल्दैछ हाम्रो यो यसलाई बाँध्ने यहाँ जुन चाहिँ चेतेको थियो सो यहाँबाट टक्क मिलामेलाई के लिएर जानु भयो केटा हुन्छ कतिको लोड जान सक्छ होला नि 200 सल्ल लाएर पुस्किसक्यो क्या कुरा के छ भन्दा खाइसक्यो होइन सर मेरो दिमागमा चाहिँ कस्तो मास्टरमा प्लान आयो भन्दा त्यो त भाइ छ नि देख्न सक्नुहुन्छ त्यहाँ सर त्यसलाई चाहिँ मैले के गर्छु भन्दा त्यहाँ चाहिँ थोरै प्र्याङ्क गराउनु जस्तो कुरा भएको छ कि सर त्यो प्र्याङ्क गर्छु के देख्यो भनेर डराएर आउँछु हल्का यस्तो डराउनु जस्तो हुन्छ नि त्यस्तो जङ्गल छ नि त यहाँ अनि के देखेँ मैले भन्छु हो भनेर डराउँदै जान्छु त्यहाँ कस्तो प्र्याङ्क हुन्छ हेर्नु त स्टार्ट होइन त्यसलाई पानी परेको देख्न सक्नुहुन्छ सर र होइन यस्तो राम्रो झर्ना रहेछ अनि त्यसपछि सबै ठिक छ होइन खतरा भएको छ त यार केटा होइन नि प्र्याङ्क गरेको यार केटा त डराइस क्या मनमा फेरि ढुकढुक भयो यार ठ्याट कस्तो लाग्यो नि मेरो आँखै दौडिरहेको यो बिराउतिर छोडेर हिँड्नेछ केटाले ट्याग गर्दै थियो कि यहाँ चाहिँ तँ खत्रै डराइस क्या कहीँ ठिकै छ काटे हात तेरो खुट्टा त धाइ धर लोटिस यार त केटाको त खुट्टा काटेछ तर क्या नि अब त्यहाँ थियौँ अहिले चाहिँ सर्र लाएर यहाँ पनि आइसक्यौँ थोरै यहाँ ऐँ बेलौती भन्थ्यो नि रातो बेलौती अहिले चाहिँ पिसामी टक्क लाएर हजुरहरू देखाउँछ यहाँ भित्रको चाहिँ कस्तो छ यो बेलौती अरू हुनु छुट्टै हुन्छ क्या सो समय पनि भइएको छ मोबाइलमा चार्ज पनि त्यस्तो खासै राम्रो नभएको कारणले गर्दाखेरि फेरि पनि म आउँदैछु होइन यही भ्लगमा अब त्यसै गरी आजको भ्लग चाहिँ मैले इन गर्न लागेको छु थ्याङ्क यू फर वाचिङ जय नेपाल बाई बाई